यरुसलेमबाट आएका फरिसीहरू र शास्त्रीहरू येशूका चारैतिर भेला भए। येशूका कतिपय चेलाहरूले अशुद्ध हात अर्थात् नधोएको हातले खाएका तिनीहरूले देखे। फरिसीहरू र सबै यहुदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्परा अनुसार हात नधोई भोजन खाँदैनन्। बजारबाट आएपछि स्नान गरेर शुद्ध नभई तिनीहरू खाँदैनन्। यति मात्र होइन, तिनीहरूले यस्ता धेरै अरू परम्परा मान्दछन्, अर्थात् कचौराहरू, भाँडाहरू र काँसोका भाँडाहरू धुने परम्परा। तब फरिसीहरू र शास्त्रीहरूले उहाँलाई सोधे, तपाईका चेलाहरू पिता पुर्खाले राखिदिएका परम्परामा किन चल्दैनन्, तर अशुद्ध हातले खान्छन्? तब उहाँले तिनीहरूलाई भन्नुभयो, यसैयाले तिमी कपटीहरूका विषयमा ठिकसँग यसरी अगमबाडी गरे, जस्तो लेखिएको छ, यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मदेखि टाढा छ। तिनीहरू व्यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्। तिमीहरू परमेश्वरको आज्ञालाई त्यागेर मानिसहरूका परम्परा मान्छौ। उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफ्ना परम्परा मान्नलाई कति धूर्ततासँग परमेश्वरको आज्ञालाई टारिदिन्छौ। किनभने मूसाले भनेका छन्, आफ्ना आमा बुवालाई आदर गर, र जसले आमा बुवाको विरुद्धमा दुष्ट कुरा बोल्छ त्यो मारिनै पर्छ। यदि कुनै मानिसले आफ्ना बुवा वा आमालाई मबाट जे जति मद्दत तपाईँहरूलाई मिल्नुपर्ने त्यो कुर्बान हो अर्थात् परमेश्वरलाई चढाइएको भन्छ भने तिमीहरू त्यसलाई आफ्ना आमा बुवाको निम्ति फेरि केही गर्न दिँदैनौ। यसरी तिमीहरू आफ्नो चलिआएको परम्परालाई कायम राखेर परमेश्वरको वचन चाहिँ रद्द तुल्याउँछौ, अनि यस्तै अनेक कामहरू तिमीहरू गर्दछौ। उहाँले मानिसहरूलाई फेरि आफू कहाँ बोलाएर तिनीहरूलाई भन्नुभयो, तिमीहरू सबैले मेरो कुरा सुन र बुझ। यस्तो केही कुरा छैन जो बाहिरबाट मानिस भित्र पसेर त्यसलाई अशुद्ध पार्न सक्छ, तर मानिसबाट बाहिर निस्कने कुराहरूले नै मानिसलाई अशुद्ध पार्छ। मानिसहरूलाई छोडेर घरभित्र पसेपछि उहाँका चेलाहरूले उहाँलाई यस दृष्टान्तको विषयमा सोधे। उहाँले तिनीहरूलाई भन्नुभयो, के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्दैन भनेर तिमीहरू जान्दैनौ? किनकि त्यो उसको हृदयमा होइन तर पेटभित्र पस्दछ र बाहिर निस्किहाल्छ। यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनु भयो। उहाँले भन्नुभयो, मानिसबाट जे बाहिर निस्कन्छ त्यसैले मानिसलाई अशुद्ध पार्छ, किनकि भित्रबाट अर्थात् मानिसको हृदयबाट खराब विचार, व्यभिचार, चोरी, हत्या, परस्त्रीगमन, लोभ, दुष्टता, छल, छाडापन, ईर्ष्या, निन्दा, घमण्ड, मूर्खता निस्कन्छन्। यी सबै दुष्ट कुराहरू भित्रबाट निस्कन्छन् र मानिसलाई अशुद्ध पार्छन्। त्यहाँबाट उठेर उहाँ टुरोस र सिदोनका सीमातिर गएर एउटा घरभित्र पस्नुभयो। यो कुरा कसैले थाहा नपाओस् भन्ने उहाँ चाहनुहुन्थ्यो, तर उहाँ गुप्त रहन सक्नु भएन। त्यसै बेला एउटी स्त्रीले उहाँको विषयमा सुनि र आएर उहाँको पाउमा परी। त्यस स्त्रीको छोरीलाई अशुद्ध आत्मा लागेको थियो।